मम्मी रुनु भएको थियो क्या मेरो Oh. त्यो हेरेर क्या त्यो पोडकास्ट हेरेर चाहिँ रुनु भएको थियो क्या अनि त्यति बेला चाहिँ आफूलाई एकदमै प्राउड फिल भयो क्या ल मैले मैले यस्तो टच गरेँ मम्मीलाई भन्ने टाइपको हुन्छ त्यति नि। बेला चाहिँ मलाई यस्तो फिल भएको थियो कि होइन मम्मी ड्याडीले सँगै हेरिराख्नु भएको थियो अनि यसो मम्मी रुइराख्नु भएको थियो क्या अब मेरो स्ट्रगलहरू हुन्छ नि त अब त्यो कतिपय कुरा त भनिँदैन नि त। त्यही कति कुरा भनिँदैन नि त यता सेयर गरिन्छ नि त अनि त्यसपछि चाहिँ अनि त्यो देख्दा चाहिँ अनि मम्मी पनि रुनु भयो अनि अब मेरो स्ट्रगलहरू हुन्छ नि त अब पहिला सपोर्ट गर्नुभएको थिएन अनि त्यस्तो हेर्दा चाहिँ अब आफूलाई पनि त्यो भयो होला नि त मैले सपोर्ट गर्नुपर्ने जस्तो फिल भयो फ्यामिलीलाई पनि त्यस्तो भयो होला अनि त्यसपछि त्यो रुँदाखेरि चाहिँ ल मैले अझै गर्नुपर्छ जस्तो फिल भएको थियो क्या कहिलेकाहीँ त नो सपोर्ट इज अल्सो अ सपोर्ट टाइपको पनि हुन्छ नि त। एटलिस्ट त्यतिखेर सपोर्ट गरिदिनु भएको भए त तिमीले चाहिँ त्यो रियलाइज गर्दैन थियौ नि त मैले मेहनत गरेर यहाँसम्म आइपुग्छु भन्ने तिमीलाई त फिल हुँदैन थियो होला नि त। भइदिएको भए तिम्रो बाटो इजी पनि हुन्थ्यो अनि त्यसपछि त्यसले तिमीलाई इजी लिएर पनि तिमी खेल्थ्यौ होला नि त। अब त्यो सपोर्ट भएन आफूलाई प्रुभ गर्नको लागि भए पनि तिमीले आफैलाई अलिक हार्डवर्क गरायो। त्यस्तै हुन्छ त्यति बेला चाहिँ अब सपोर्ट नगरेन अब आफूलाई प्रुभ गर्नुपर्ने हुन्थ्यो नि त अनि त्यति बेला नि आफूलाई त्यो छुट्टै मोटिभेट हुन्छ क्या है। अनि त्यति बेला नि अब आफू मैले प्रुभ गर्नु फ्यामिलीलाई भन्ने जस्तो हुन्छ क्या अनि त्यसपछि चाहिँ पहिला चाहिँ अनि उता पहिला बच्चा बेला चाहिँ अनि फ्यामिली त्यस्तो राम्रो थिएन नि त अनि हामी नर्मलै थियो नि त अनि बाहिर पनि छिमेकीहरूले पहिला चाहिँ सबजनाले हेप्ने त्यस्तो गर्ने क्या अनि त्यस कारणले पनि अनि यसो अस्ति हेर्दा चाहिँ अनि जस खुसी भयो क्या जस खुसी लाग्यो क्या त्यति बेला चाहिँ पहिला हेप्ने फ्यामिली अहिले ओहो रुबिन जस्तो बन्नुपर्छ भन्दाखेरि त पहिला त्यो टोलमा त्यस्तै थियो क्या हल्का अब हामी त्यस्तो ठुलो ब्याकग्राउन्ड छैन नि त अब जो ठुलो हो नि त उनीहरूलाई मात्र बोल्न जाने अनि ड्याडीहरूसँग नबोल्ने त्यस्तो गर्थ्यो क्या अनि त्यति बेला मलाई पनि खिन्न लाग्थ्यो क्या अनि त्यति बेला चाहिँ अनि कस्तो हुन्छ भनेर चाहिँ म नि अब केही गर्छु मैले जस्तो हुन्थ्यो क्या